हेलो गाइज नमस्ते सबै सन्चै हुनुहुन्छ होला म पनि यता सन्चै छु गाइज अहिले चाहिँ हामी होइन गुरु हराउन कारणले गुरु चाहिँ खोज्न आएको छौँ जङ्गलतिर अनि अहिलेको ठिक कति बज्यो होला 7 बज्यो अब रात पर्न पनि लागिसक्यो सो गरी गुरु खोज्न आएको छौँ हामी चाहिँ टक्क यस्तो जङ्गलमा यहाँ वरपर घर सर बल्ल रहेछ अनि यता मसँग अघि कुकुर पनि थियो कता गयो थियो ऊ त्यो पारि ऊ त्यहाँनिर चाहिँ थियो राम्रोसँग देखिन गएको छ होइन अनि म चाहिँ गुरु खोज्न आएको अनि गुरु चाहिँ यो दारामा गएको छन् त देखिनन् कहाँ चाहिँ गए भन्ने हो अब हेर्नुहोस् गाइज गुरु चाहिँ अरे अब माथि केही चोर्न गएको भए अब खाइदियो कि भन्ने केही अब तरकारी सरकारी लगाएको भए खाइदियो कि उतातिर गाह्रो छ यार गाइज कता गएछन् पानी आज डह्रो पऱ्यो कि छैन गुरु हजुर ल अनि टक्क आफ्नो हजुर थाहा भनेको गुरु भेटिरहेछन् गाई छैन त्यस्तै छ सुबाइ चाहिँ आज चाहिँ फेरि मेरो सर्टकट छोटो लगाएको हुन्छ होइन हेरिदिनु होला ज्यादा त हुन्न छोटो चाहिँ हल्का भइरहेको छ त्यो टक्क लगाएर हेरिदिनु होला होइन अनि हाम्रो साथमा हुनुहुन्छ डग अनि तल हजुर हुनुहुन्छ होइन यता हात्तीको बेला तपाईँको गाइज तपाईँको गाइज हाम्रो चाहिँ गुरु हराएको छ नि अब गुरुको अब यसो नम्बर दिन्छौँ होइन 5वटा नम्बर दिन्छौँ यसो कन्ट्याक्ट गरेर चाहिँ हामीलाई कन्ट्याक्ट हान्नु पऱ्यो कि कन्ट्याक्ट गुरु हराएको कन्ट्याक्ट गराउनु पऱ्यो हाम्रो बुढाउनु भयो त्यहाँ पनि देखिन्न अड्यारोले देखिन्न लाइट बाल्नुपर्छ हजुर हाई गरिदिनुहोस् राम्रोसँग देखिनुहुन्न भयो नि बुझ्छ देखिनुहुन्छ अन्यारो उयो बाटो नि देखिनु रहेछ अब चाहिँ टक्क गाई सम्पर्क चाहिँ गर्नु परेन हाम्रो गुरु चाहिँ आइसकेको छ नि एउटा 2टा 3वटा 4वटा यो एउटा कुकुर पनि भागेको छ नि हाम्रो टिमको टोलले गुरु भेटाइसकेको छ टक्क गाई छैन गुरु भेटाउनु भएको छ बुढी चाहिँ पुरा हस्किनु भयो गुरु भेटायो भने न भाउजू त पुरा डराउनु भयो त भुटायो भने नि हो कि पुरा कराउनु नि त सेप बाघ भने अघि लाइट बाले बुइला लाइट बाले त आए बोल्थ्यो अरे यी तारेबाट अनि देखिन्न नि त गुरु अघि मलाई कुकुरले त्यहाँबाट तपाईँले के गर्नु भएको थियो हुत्ती तलबाट आएर चाहिँ पो खग्रिङ मैले हेर्दै आएको थियो झन् कुकुर अझै भुगिरहेको छ नि राति पनि चलिरहेको छ हाम्रो गुरु हराउने टिमहरू गुरु भेटाएर आइसकेका छन् यो गुरुसँग लाग्यो भने त्यो त आफ्नो गुरु बिर्सेछ के एकपल्ट हिँडिन्छ त्यो अन्त आइन्छ आज लाखेर ल्याउनु के यिनीहरूलाई को मान्छे लाखेर लगेको बात छोड्नु ती त कि अघि मान्छे पनि बोलायो मान्थ्यो म त के भन्नु त भने मान्छे बोल्छ नै पाऱ्यो भने मैले फेरि उसको पो छ नि घरतीको घरती धामसाइला अरे धामीको धामसाइला अन्त त्यही त
यिनीहरू भेटाउँदिनन् होला छन् त छुन्दिनन् होला बाघले मात्र हो कि यिनीहरू सामानसँग त्यो उसमा सिस्ना थोरै खान्छ र त्यो दुःख दिनु खोजिहाल्ला नि पाँचवटी किनेको थियो भने 4 रुपियाँ मात्र भेटाएको थियो गाई खै र बेचमा अरू त्यहाँ बेचे त्यो भुगिया अनि डरा हाल्ला ती पनि लाएर हो क्या अहिले टिलिक टिलिक बोल्छ नि त गाईको राटिन भएन अड्यान भएन हामीले त नि टोलका छैन हामी गाई गुरुलहरू चाहिँ यो ठुलो दारा भन्ने ठाउँमा आछौँ के देखान्न भजुललाई दाल्नु भयो हाम्रो एउटा फेरि झ्यापसोल्टी आउनु भयो झ्यापसोल्टी हाम्रो झ्यापसोल्टी आउनु भयो अहिले 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 झ्यापसोल्टी हो कहाँ तलै धर्नुहुन्छ तलैबाट जाने माथै हाम्रो झ्याप अङ्कल कुकुरको आँखा चाहिँ खतरा बोल्दैछ कुकुरको आँखा त लाइदियो नि त लाइट जस्तो बोल्दैछ हेर्नु